गाइजहरु आज चाहिँ हामी दर्शन गर्न आएको। आज भाइको र मेरो बर्थडे हो। हामीलाई ह्यापी बर्थडे भनेर विश गर्नु होला। मम्मी चाहिँ पूजा गर्न आउनुभएछ। आज बर्थडेको दिन हामी मन्दिर आएको। यहाँ दिन्छु म भएर साथीहरू मलाई विश गर्नु। यसै गर्नै पर्यो। अब यसरी हाँस्छौँ हामी चाहिँ मन्दिर। माथि गएर भेटौँला। हामी यहाँ यस्तो लाइन छ, लाइनमा बस्दै छौँ पूजा गर्नलाई। साथीहरू मम्मी पूजा गरेर भइसक्यौँ। हामीले चाहिँ अब यहाँ दर्शन गर्छौँ। लाइन बसेर नि पूजा गरेर पनि भइसक्यौँ। बिन्दावासिनी मन्दिरमा मेरो मम्मी त्यही राख। हर जगह जाएंगे, छोड़ेंगे नहीं। आए हैं तो भगवान के पास सब लोगो हामी चाहिँ पूजा गरेर आइसक्यौँ। अब जान लाग्यो। त्यहाँभित्र पूजा गऱ्यौँ। एउटा मान्छे त कस्तो काम्नु भएको थियो। मलाई त डर लाग्यो। साथीहरू यहाँ हामी त्यसरी हिँड्यौँ। यी मेरो मम्मी यसरी चप्पल बजाउँदै आउनु पटक पटक पटक। आज त भाइको र मेरो सँगै बर्थडे हो। ट्विन्स हो हामी। आयो म 2 वर्ष ठुलो ट्विन्स त्यस्तो हो नि त साथीहरू। हामी त मेरो मम्मीले कस्तो एकै दिन भेट्दा भएको। मेरो मम्मीले एकै हामी चाहिँ पूजा गरेर फर्कियौँ। हामी यसरी हिँड्दैछौँ। दिजु लेडी राइडर रेडी। यता फेरि बोइज राइडर चाहिँ अब हामी जान लाग्यौँ। बाई बाई। ह्याप्पी बर्थडे टु यु, ह्याप्पी बर्थडे टु यु, ह्याप्पी बर्थडे टु यु। ओइ हु गर न यार। म्याजिक क्यान्डल रहेछ क्या। अहिले चाहिँ हामी सपिङ गर्न जान लाग्यो। बर्थडेको लागि सपिङ गर्न। अभी म चाहिँ यहाँ बर्थडे पार्टी सुरु हुन लागिसक्यो। अचार बन्दैछ। म यहाँ मसला पिन्दैछु। मेरो साथीहरू सब यहाँ अर्को मेन यस्तरी भइरह। म हजुरलाई एकछिनमा देखाउँछु। ओके हेलो साथीहरू। यसरी आफ्नो बर्थडेमा यसरी मासु पकाएर यसरी खाने हो साथीहरू। हजुरहरू पनि खाना आउनु ल। अब चाहिँ हामी लङ डिस्टेन्स बर्थडे सेलिब्रेट गर्नु लाग्यो। उसले चाहिँ केक लिएर आएको रहेछ। अनि मैले पनि केक देखाइरहेको छु। अनि उसले चाहिँ ह्याप्पी बर्थडे भन्दै विस गरेछ। अनि उसको चाहिँ नाइट ड्युटी भएको भएर ड्युटी जाने टाइम भएको भएर
उसले चाहिँ केक काट्यो अनि मैले चाहिँ देखेँ मात्र राखेको अहिले चाहिँ मैले चाहिँ अहिले लास्टमा काट्ने हो नि त साथीहरूसँग अनि उसले चाहिँ अनि गर भने चाहिँ अनि मैले चाहिँ गरेर अनि उसले अनि म खाएँ है भनेर अनि खायो अनि म चाहिँ अनि यस्तै नकाटिकन मेरो केक चाहिँ देखाइरहेको छु अनि मिठो छ भनिरह अनि राम्रोसँग सेलिब्रेट गर राम्रोसँग मनाऊ भने अनि उसले चाहिँ अनि मलाई सरप्राइज दिनलाई चाहिँ फोटो फ्रेम गरेर ल्याएर चाहिँ दुईजनाको अनि उसले चाहिँ त्यो मलाई देखाएको छ अनि म चाहिँ अनि राम्रो लाग्यो म खुसी भएँ त्यो देखेर ह्याप्पी बर्थडे टु यु हामी त अहिले काट्ने हो बर्ड लाइन गयो क्या ह्याप्पी बर्थडे अनि ल ल ल काटेर खाऊ अब ल के भयो भन्नु मलाई कति मिस भयो होला पहिला भए भएको अनि मेरो क्युट रहेछ तर कस्तो राम्रो रहेछ दुईटा आमा गर्नुहोस् है साथीहरूलाई नि त्यो यति भन्नु अनि उसले फेरि आफ्नो गिफ्ट देखायो मैले पनि अनि उसले मलाई चाहिँ वाच लिएको थियो अनि मैले त्यो देखाएँ मेरो गिफ्ट भनेर अनि त्यसपछि मैले लगाएर पनि उसलाई देखाएँ वाच अनि उसले चाहिँ नि राम्रो देखे to both of you. Thank you. कुन बटर स्कच ल भाइलाई खुवाइदिए ल मैले पहिला मम्मी आउनु मम्मीलाई खुवाइदिन्छु बाबा मिस भयो बाबाको फोटो एडिट गरेर साइडमा राख ल विष्णु ल डल्लो आऊ विष्णु म तलाई खुवाइदिन्छु खै मम्मी मन थोरै इति हो कि इति मेरो साथीलाई वेट गर्दा गर्दा भयो धेरै पछि